जय मसी तथा नमस्कार सम्पूर्ण श्रोता दर्शक वृन्दहरूलाई। आजको विषय वस्तु यस्तो छ। वर्तमान हाम्रो सम्माननीय प्रधानमन्त्रीज्यूको वक्तव्यलाई हामीले भर्खरै सभामा सुनेका छौं र उहाँको वक्तव्यलाई हामीले सुन्दै गर्दाखेरि हामीले धेरै किसिमको आंकलनहरू गर्न सकेछौं। हुन त म विश्लेषक होइन, तर आम जनतालाई विश्लेषण गर्न, शंका गर्न अनि केही कुरा बोल्न मन लाग्छ, किन यो आम जनताहरूको विषयको कुरा हो। कति जनताहरू सुगौली सन्धि अघि फसेका, कति जनताहरू सुगौली सन्धि पछि फसेका र कति जनताहरू सुगौली सन्धि अघि पछि र अहिले फसेका र फस्दै गरेका र फस्नेवालाहरूको विषयमा हामीले बोल्नु पर्दछ। अहिलेसम्मको स्थितिहरूलाई हामीले हेर्दै जाँदाखेरि, विचार गर्दै जाँदाखेरि नेपालको प्रतिनिधि गर्ने व्यक्तित्व, राष्ट्रको प्रतिनिधि गर्ने व्यक्तित्वहरूले केही न केही सन्धिहरूद्वारा आफ्नो वर्चस्व बनाइरहेको देख्न सक्छौं। हामीलाई सम्झाउने, भुलाउने कुराहरू छ। उहाँहरूको राज्यकालमा कहिले चुच्चे नक्साहरू ल्याएर हामीलाई स्वस्थ बनाइन्छ, कहिलेकाहीँ सन्धिहरू वास्तवमै हाम्रो ग्रेटर नेपालको विषयमा हामीले अध्ययन गर्यौं भने पन्जाबको पश्चिम भूभागसम्म सतलज नदी, रिभर अफ सतलज सम्म पर्दछ। तिब्बतदेखि लिएर पश्चिममा त्यस्तै अरुणाचल प्रदेश, पश्चिममा त्यस्तै अहिले ग्रेटर नेपालको हामी नक्सा परिकल्पना गर्यो भने हाम्रो राष्ट्र धेरै ठुलो छ, तर विभिन्न सन्धिहरूद्वारा, विविध कुराद्वारा गुमाइएका भूमिहरू हामीले पढ्न, इतिहासलाई देख्न पाउँछौं। विविध कालखण्डका इतिहासहरू पढ्दै जाँदाखेरि हामीले त्यो प्रष्ट रूपले पढ्न र हेर्न सक्छौं। हामी भन्न सक्दैनौं केही गर्न सक्दैनौं भनेर, तर जहाँसम्म सरकारले दुईटै नजिक पुगेको सरकारबाट बनिएको यो सरकार अनि प्रधानमन्त्रीज्यूको सशक्त कार्य देशको निम्ति बलिदान रूपी कार्य भयो भने आफ्नो प्रतिनिधित्वको लागि, आफ्नो राज्यको लागि, देशलाई होइन तर राज्यको निम्ति आफू बलिदान हुने खालका विचारधारणा भयो भने पक्कै जनताले गोष्ठीमा ऐसी र एकताका साथ अगाडि बढ्नेछ। किनभने यो इतिहासले बताउँछ आफ्नो भूमिको लागि, आफ्नो राष्ट्रको लागि, आफ्नो सिमानाको लागि हाम्रा पुर्खाहरूले धेरै रगत बगाए, ज्यान गुमाए। तर अहिलेको आधुनिक परिकल्पनामा, वैज्ञानिक विचारले गर्दा हामीले पक्कै पनि रगत बगाउनु पर्दैन। कति कुराहरू टेबल टकबाट हुन सक्छ। हिजै सम्माननीय प्रधानमन्त्रीज्यूले भनिसक्नु भएको छ। अब टिप्पणी गर्ने कुरामा, विरोध गर्ने कुरामा विपक्षी दलले जेसुकै भने तापनि, किनभने मन नपरेको मान्छेले राम्रै प्रकारले बोल्यो भने नराम्रो प्रभाव छर्ने, अपवाह छर्ने, हास्य बनाउने विपक्षी दलको त्यो एउटा के भन्छ कल्चर नै हुन्छ। त्यसै कारण धेरै भाषीहरू बनाइएको छ। प्रधानमन्त्री भएर नेपालले पनि सिमाना मिचेको छ भन्दै गर्दाखेरि राष्ट्रप्रति समर्पण नभएको, राष्ट्रप्रति माया नभएको, राष्ट्रप्रतिको हेलचेक्राइ भन्ने कुरा विपक्षी दलले देख्नु स्वाभाविक हो र कतिपय सुन्नेहरूले पनि त्यो सुन्नमा अलिक खल्लो आभास गर्नु वास्तविकै हो। तर उहाँले भन्नु खोज्नु भएको हुन सक्छ लङ टर्म अर्थ लाग्न सक्छ, धेरै व्याख्यात्मक कुराहरू गर्नुभएको हुनुपर्छ। किन कुनै पनि कुराहरू सुल्झाउनको लागि
त्यो सानो सिमानाको विषय लिएर लफडा गरिराख्नुभन्दा जुन जुन राष्ट्रसँग त्यो जोडिएको छ सबैजना मिलेर टेबल टक गरेर ठुलै कुरा हासिल गर्न चाहिँ महत्त्वपूर्ण कुरो। भोलि हामी त्यो के भन्छ चुच्चे नक्सामा नै गर्व गर्ने खालका हुने हो कि निबुलेक लिम्पोधोराको त्यो जमिन फिर्ता दियो त्यतिमै हामी गर्व गर्नुपर्ने हो कि हामीले प्राप्त गर्नुपर्ने कुरो नेपाल राष्ट्रले बढ्नु परेको कुरा बढाउनु पर्ने कुरो अझै छ भन्ने कुरो प्रश्न आउँछ। त्यसैले यी कुराहरूमा ध्यान नदिएर ठुलै कुराको सोच राख्दै गर्दा यो अभिव्यक्ति उहाँले दिनुभएको हुन सक्छ। त्यसैले छिट्टै हामीले गलत भाष्य नबनाऊ, किनभने त्यहाँ आएर बोल्नु पर्दा पनि धेरै कुरा सोचेर बोल्नु भएको हुन सक्छ। हवस् त अहिले म यति नै राख्छु, फेरि जोड। नेपालको राजा त्यति बेलाको तत्कालीन समयको राजा गृहवान युद्ध विक्रम शाह, नेपालमा मुख्तियार प्रधानमन्त्री सरह भीमसेन थापा। सन्धिको मिति 4 मार्च 1816, 20 सम्पत, नेपालको सम्पत चाहिँ विक्रम सम्पत चाहिँ 1872 फागुन 24 गते। यस सन्धि चाहिँ नेपालको कुमाऊँ गढवाल सिक्किम तर्फकी भूभाग तथा तराईका क्षेत्र गुमाएका थिए। अब यही सिलसिलालाई अगाडि बढाउँदै जाँदाखेरि त्यो समयमा सुगौली सन्धि भएको, सुगौली सन्धिमा गुमेका जग्गाहरू हामीले फर्काउन मात्रै यथेष्ट छैन भन्ने कुरा पनि बुझिन्छ हिजोको प्रधानमन्त्रीज्यूको अभिव्यक्तिले। चुच्चे नक्सामा भएको त्यो तीखो नक्सा मात्रै फर्काउन यथेष्ट छैन भन्ने कुरा पनि बुझिन्छ हिजो सम्माननीय प्रधानमन्त्रीज्यूको वक्तव्यबाट। लिम्पियाधुरामा भएको केही मिचिएका सिमानाहरू मात्रै फर्काउनु झनै यथेष्ट छैन भनेर बुझ्न सकिन्छ हिजोको जुन प्रधानमन्त्रीज्यूले सम्माननीय प्रधानमन्त्रीज्यूले दिनुभएको वक्तव्यबाट। किनभने त्यहाँनिर मान्य सदस्यज्यूले सोध्न सिमाना मात्रै भन्दाखेरि उहाँले के भन्नुभयो नि, तपाईँले लिम्पियाधुरा लिपुलेकको विषयमा कुरा गर्नुभएको होला भनेर आङ्कलन गर्नुभयो। किनभने आजको सोच, हाम्रो मान्य सदस्यहरूको सोच र हामी जनताहरूको सोच पनि त्यति नै छ। यहाँ सिमाना मिचिरहेछ, यता पूर्वतिर सिमाना मिचिरहेछ, अलिअलि सिमानाहरू सारिरहेको छ, अलिअलि सिमानाहरू सारेर मिचिरहेछ। त्यो मात्रै यथेष्ट होइन, त्यति मात्रै हामी फर्काउने यथेष्ट होइन भन्ने विषय हो, जो चाहिँ अन्तर्राष्ट्रिय जुनसँग सम्बन्धित विषय छ, जस्तो युनाइटेड किङडम ब्रिटिस सरकारसँग त्यहाँ भएका स्थापिजहरू र इस्ट इन्डियासँग जो त्यति बेलाको अवस्था, राज्यकालहरूसँग सम्बन्धित व्यक्तित्व अथवा सम्बन्धित निकायहरूसँग जोडिएका अहिलेका राष्ट्रप्रति सिमानाहरूको विषयमा जान्नुभएको जो भनिन्छ नि यो सिमाना विषयको विज्ञहरू, उनीहरूसँग कुरा गरेर सल्लाह गरेर टेबल टक गरेर मैत्रीपूर्ण भावले, दोस्तीको भावले, साथीको भावले हामीले त्यो कुरालाई नियमन गरे, नियम अनुसार कानुन अनुसार अधिकारलाई क्लेम गरेर समाएर चाहिँ त्यो फर्काउनु पर्छ, लिनुपर्छ भन्ने कुरा हो। तर तातो रिस गरेर लडाईँ गरेर सम्भव छैन भन्ने कुरा हो। किनभने हामीले लडाईँ गरेर शक्तिशाली राष्ट्रहरूसँग न्यू खोजेर कुनै कुराहरू सम्भव नहोला त के सम्भव छैन। त्यसै कारण त्यो असम्भव कुराहरू हामीले तातो रिस गर्न भन्दा टेबल टक गरौँ, हाम्रो भूभाग कहाँसम्म कति छ, कोसँग सम्बन्धित छ, कुन राष्ट्रसँग सम्बन्धित छ र हामीले के गर्नुपर्छ भन्ने कुराको चाहिँ हामीले पहिले अध्ययन गर्नुपर्दछ र त्यहाँबाट त्यो हामीले पाउनु पनि हो कि होइन, लिनु मिल्छ कि मिल्दैन, लिनु पढ्न सम्भव छ कि छैन, लिनुलाई सम्भव छ कि छैन भन्ने कुराको हामीले अध्ययन गर्नै पर्छ। त्यसैले मैले हरेक भिडियोमा भन्ने गर्छु, अध्ययन अनि
यो भन्छ नि अनुसन्धान बिना अध्यापन गर्नु विश्लेषण गर्नु चाहिँ मूर्खता हो। त्यसैले हामीले हरेक कुरालाई अध्ययन गर्नुपर्छ, अनुसन्धान गर्नुपर्छ अनि त्यसलाई विश्लेषण गर्दा चाहिँ एकदमै त्यो लाभदायक हुन्छ। इतिहासमा मेरो जग्गा नेपाल त्यहाँसम्म थियो भन्दै उफ्रिनु, आन्दोलन गर्नु, सडक आफ्नै देशमा चाहिँ आफ्नै देशको सम्पत्तिलाई तोड्नु, भत्काउनु जस्तो मूर्खता एकदमै मूर्खता हो। त्यो मूर्खदेखि पनि अति मूर्ख हो, किनभने हामीले चाहिँ केही गर्नको निम्ति, केही पाउनको निम्ति, अरूलाई दबाब दिनको निम्ति आफ्नै घर भत्काउनु हुँदैन। आफ्नै घर भत्काए त हुन्थ्यो, आफ्नै राष्ट्रको सम्पदालाई भत्काउनु हुँदैन। राष्ट्रको सम्पदालाई भत्काउँदै अरूलाई दबाब दिन्छु भने चाहिँ मूर्खता हो। त्यसले चाहिँ मृत्युवरण भए तापनि कुनै कुराको प्राप्त गर्न सम्भव छैन, केही कुरा प्राप्त गर्न सम्भव छैन। त्यो असम्भव कुराहरू हाम्रो देशमा चल्ने गर्दछ। त्यो असम्भव कुराहरू नचलोस् भन्नको खातिर हुन सक्छ हिजोको सभामा अचानक प्रधानमन्त्री, सम्माननीय प्रधानमन्त्री बालेन ज्यू आउनुभयो र केही कुराहरू बोलेर जानुभयो। सुन्दाखेरि राष्ट्रको निम्ति अलिकति अप्ठ्यारो कुरो, नेपालले पनि केही सिमाना मिचेको रहेछ। सुन्दाखेरि अचम्म लाग्थ्यो, नेपालले पनि केही सिमाना मिचेको छ। कहाँ मिच्यो? नेपालको सामर्थ्य त्यत्रो कस्तो? भारत जस्तो महान शक्तिशाली राष्ट्रलाई सिमाना मिच्ने हाउ भन्ने कुरो बुझिन्छ। तर त्यो कुरोले चाहिँ के भन्छ भने अनुसन्धान गर्ने मौका। अब यसको उत्तर प्रश्न प्रधानमन्त्री, सम्माननीय प्रधानमन्त्री बालेन शाहलाई मात्र गर्ने होइन र आफूले पनि यसको अनुसन्धान अध्ययन गर्नु पर्दछ। यदि अनुसन्धान अध्ययन गर्दाखेरि साँच्चै नेपालले भारतको जमिन लुटेको, मिचेको रहेछ भने छुट्टै एउटा कुरा हुन सक्ला, छुट्टै एउटा व्यवस्था हुन सक्ला, छुट्टै एउटा नियम हुन सक्ला, सन्दर्भ बन्ला। तर मिचेको छैन रहेछ भने उहाँहरूको अध्ययनले अझै जोड पाउनेछ। जुन ठाउँको अध्ययनले, जुन ठाउँमा गएर अध्ययन गर्दै गर्दाखेरि ती विश्लेषणहरूले निचोड पाउनेछ। र यो मौका अहिलेको सम्माननीय प्रधानमन्त्रीज्यूले सबैलाई दिनुभएको मलाई लाग्छ। र मेरो मनस्पटलमा चाहिँ के लाग्छ भने यस्तो उत्कट इच्छा, अर्थात् मेरो मन चाहिँ यस्तो भइरहेछ भने मिचेको चाहिँ गएर हेर्न पाए हुन्थ्यो, नेपालले मिचेको ठाउँ त्यहाँको स्थानीयवासीहरूसँग सोध्न पाए हुन्थ्यो। भारतका पीडित, जुन नेपालले मिचेर भारतमा पीडित भएका, भारतको रासन कार्ड भएको जनताहरूको त्यो विहग, त्यो क्रन्दन सुन्न मन लागेको थियो। यो मेरो मन हो, मबाट सम्भव छैन। तर यही मन विश्लेषकहरूलाई होस्, अनुसन्धानकर्ताहरूलाई होस्, अध्ययनकर्ताहरूलाई होस्, जसले नेपालको निम्ति अध्ययन गर्नुहुँदैछ, जसले राष्ट्रको निम्ति भलो र ग्रेटर नेपालको परिकल्पना गरिरहनु भएको छ, उहाँहरूले यो पक्कै पनि अध्ययन गरेर जस्तोको तस्तै जनतालाई प्रस्तुत गर्न सकेको होस्, यही आशा राख्छु। र सर्वशक्तिमान परमेश्वर, सृष्टिकर्ता परमेश्वरले तपाईँ सबैलाई त्यो ज्ञान दिनुभएको होस्। जय नेपाल, जय ग्रेटर नेपाल, आउँदो नेपाल।